केही दिन अघि हामीहरू सबैले लक्ष्मी पूजा मनाएका थियौं। धेरैले भएको धन नमासियोस् भनेर प्रार्थना गरे होला। कतिले भएको धन अझ वृद्धि होस् भन्ने अभिलाषा राखे होलान्। तर मैले चाहिँ नि धन हुनेलाई मन पाओस् र मन हुनेलाई नेपालीपन पाओस् भनेर प्रार्थना गरेको थिएँ। त्यही दिन मलाई हाम्रो कविवर लक्ष्मीप्रसाद देवकोटाको पनि सम्झना आएको थियो। उहाँले नि लेख्नु भएको कुरा थियो, सुख भनेको के हो, र उहाँले नि जवाफ दिनुभएको छ। आफैलाई नि मेटिएर भए पनि अर्काको सुख गर्नु नै सुख हो। यही भावना हामी सबैमा छाओस्। यही विचारले हाम्रो जिन्दगी राम्रो र सुख शान्तिसँग बस्नु पाओस् भनेर मेरो कामना छ। धन्यवाद।